हेलो गाइज, वेलकम चाहिँ मेरो आजको न्यू मिनी ब्लगमा। यहाँ हेर्न सक्नुहुन्छ मेरो पति देवज्यू। आज चाहिँ तपाईँहरूको अगाडि हामी छोटो मिठो ब्लग लिएर आउँदैछौँ। आज चाहिँ हामी हस्पिटल आएको किनकि मेरो हिजो डेट थियो। डेट कटेको कारणले बच्चाको के कस्तो अवस्था छ भनेर भिडियो एक्सरे रगतको चेक गर्न आएका थिए। त्यसको काम सकिसकेपछि हामी गयौँ चौरतिर गएर म मेरो बुढाको काखमा सुतेँ। अब बुढाको काम फेरि हेर्नु न के हो कता भिडियो बनाइदिनुहुन्छ। वाक्क लाग्छ हौ साथीहरू, कहिले बुढाले देखेर पनि ब्लगर बन्ने भन्नुहुन्छ। के गर्ने साथीहरू, मलाई नजिस्काई मलाई नहोच्याइ त खाएकै पर्दैन साथीहरू। कहिले के गर्नुहुन्छ, कहिले कता देखाउनुहुन्छ साथीहरू। हेर्नु यस्तै छ, के गर्ने। भन्दै म निदाएछु, निदाको पत्तै पाएनछु। बुढा फेरि भिडियो गरेर बस्नु भएको रहेछ। कहिले कता देखाउने। म चाहिँ मस्त सुतेछु कि साथीहरू। म सुतेर उठेको देखेर मेरो अनुहार देखेर चाहिँ बुढालाई झ्याउ लागेर के पति देवज्यूलाई चाहिँ झ्याउ लाग्यो रे। ओल्यास्स परेर बस्नु भयो। मलाई जिस्काउनु भयो है साथीहरू, अनि हामी लाग्यौँ रिपोर्ट आयो कि भनेर हेर्न र भिडियो एक्सरे गरेको पालो हेर्न जान लाग्यौँ। हामी गयौँ अनि हामी गएर हेरेको भिडियो एक्सरेको पालो नि आएछ। भिडियो एक्सरे गरेर फर्किसकेपछि हामी गयौँ रिपोर्ट आयो कि आएन भनेर हेर्नलाई। अनि हामी रिपोर्ट आयो कि आएन भनेर रिपोर्ट हेर्न गयौँ। रिपोर्ट नि आएको रहेछ साथीहरू। अनि हामी घर चलिदिएको